सबैजना नमस्ते अनि ह्याप्पी दसैँ है। सबैजनालाई दसैँको धेरै धेरै शुभकामना छ। सबैजना सन्चै हुनुहुन्छ होला होइन। अनि त्यसरी हाम्रो चाहिँ घरमा टिका लगाउनु हुँदैन थियो अनि म चाहिँ बिहानै उठेर नुहाएँ अनि टिका लगाएर मेकअप गर्न थालेँ। अनि यो बिल्लीलाई चाहिँ मैले भ्लग बनाउँदैछु है, धेरै नाटक नपारे भनेर भने अनि चाहिँ ला कट्टाकर कट्टाकर पुरा थापेर भन्दै चाहिँ त्यसरी मैले सनस्क्रिन लाउँदैछु अनि उसले चाहिँ मलाई जिस्काउनलाई के लिएर आउँछ हेर्नु है। अब दिदीलाई गरिदिनु भनेर के लिएर आउँछ हेर्नु है। पम लिएर आएछ होइन अनि पम चाहिँ म तँलाई हाल्नु शीतल हुन्छ भनेर भन्दै थिएँ। अनि म चाहिँ सनस्क्रिन लाउँदैछु अनि साइडबाट भाइ पनि बोलिराखेको छ होइन। भाइ चाहिँ बिहानै उठेर नुहाएको हो कि, बिहानै उठेर नुहाएँ भाइ म त फेरि जान्न लिएर भनिरहेको थिएँ। अनि बिहानै उठेर नुहाएछ अनि म पनि नुहाएर अनि मेरो बुढी चाहिँ रेडी भएको थिएन अनि म चाहिँ रेडी हुँदै थिएँ। अनि म चाहिँ अब सनस्क्रिन लाउनु थालेँ अनि सनस्क्रिन लाउँदैछु होइन। सनस्क्रिन त लाउँदै पऱ्यो होइन, नत्र त अनुहार डढ्छ। अनि उल्टो पारा देखाएछु क्या झुक्केर अनि उल्टो पारा देखाइदिएँ। पपाइया सनस्क्रिन लाउँछु त पनि लाउँदिनँ कहिले, यसरी हिँड्दाखेरि मात्रै डेली त लाउँदैन। अनि के भन्दैछ नि मेकअप त के भन्नु स्किन केयर भनौँ न, मेकअप त त्यस्तो गर्दिनँ हेरिहाल्नु नि तपाईँ कतिको लागेछ भनेर के भन्दैछ नि तिमीहरूले गफ कति गर्दैछु। अनि त्यसपछि अब म लिपस्टिक लाउँछु। अनि लिपस्टिक लगाइसकेपछि चाहिँ मेरो मेकअप कम्प्लिट हुन्छ कि अरू केही लाउँदिनँ म त्यसरी। अनि यो हिँड्दाखेरि मात्रै हो सनस्क्रिनहरू लाउने पनि घर वास्तवमा केही लाउँदिनँ। अनि लिपस्टिक लाएँ, लिपस्टिक लाउँदैछु। लिपस्टिक पनि खासै राम्रो त लाउनु आउँदैन तर पनि लाएँ भनौँ न, लाएँ। अब मेरो अस्तिको मेकअप चाहिँ यति नै हो। लाएँ अनि त्यस पछाडि हेर्नु म के गर्छु। त्यहाँदेखि सुतो रहेछ कि सुतो पुस्दैछु यहाँ म लाएँ। अनि अब मैले अरू भिडियो चाहिँ हाल्दा बिर्सेछु अनि टिका लाएँ मामा घरमा अनि आज चाहिँ भिडियो बनाइदिएको। अनि यो भिडियो चाहिँ मेरो भाइलाई 10 रुपियाँ दिएर बनाउनु लाग्यो, 10-15 रुपियाँ गरी दिएको छ यो भिडियो बनाउनुलाई। अनि यो भिडियो बनाइदिएको बनाइदिएको देखाइहालेछ। अनि पनि बुइनले बनाइदिएको थियो स्लोमा बनाऊँ भनेको ब्लर भएछ, थाहा थिएन मलाई ब्लर भएको। अनि ब्लर भए पनि हालिदिउँ न त होइन कस्तो देखिँदो रहेछ भनेर। अनि हालिदिएको राम्रो लाग्यो मलाई चाहिँ। अनि अनुहार त बेसी राम्रो पनि छैन पनि ब्लर भयो भने हालिदिउँ न त भनेर हालिदिएँ। अनि त्यस पछाडि हाल्दै अनि राम्रो देखेको छ होइन पिङ्क कलरको कुर्ती। अनि अब यति भइसकेपछि चाहिँ अब दसैँको लागि मामा घर जान कान्छो मामा घर जानको लागि पुग्यो सनसारीबाट मधुमनलाई घुमेर अनि खुडी घुमेर आइसकेपछि मामा घर जाँदाखेरिको भिडियो छोरीले बनाइदिएको।